हेलो गुड मर्निङ गाइज वेलकम माई युट्युब च्यानल। ल आज म चाहिँ पुतली नगरपालिका 3 स्याङ्जाबाट है अब मेरो यात्रा काठमाडौँको लागि हुँदैछ र म त्यहाँसम्म जाँदासम्म सानो भ्लग बनाऊँ भनेर म चाहिँ सुरुवात गर्दैछु। ल हेर्दै गर्नु होला है त साथीहरू। तयारी भयो दिदी? हाम्रो चाहिँ अब पछाडि चाहिँ ट्याङ्की, पानीको ट्याङ्की चाहिँ यस्तो हुन्छ है। यसको चाहिँ यो घुमाउने चाहिँ किन घुमिराखेन न? यस्तो झालपात यहाँ पनि दामी छ। अहिले बिहान बिहानको समयमा चाहिँ कुहिरो लागिरहेको छ, त्यही भएर अब काठमाडौँसम्मको यात्रा कस्तो हुन्छ के हुन्छ तपाईहरुलाई म देखाउँदै जान्छु। जोडिदै राख्नु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला है त। चलो म्याडम। ल अब हामी हिँड्दै हिँड्दै यहाँबाट हजुरहरूलाई देखाउँदैछु है त। यो गाउँको दृश्य हो। यो चाहिँ हाम्रो म्याडम पनि भ्लग बनाउँदैछन् है। अब हामी झर्दैछौँ तल। करिब 15-20 मिनट लाग्छ बजारमा। गाउँघरको बाटो यस्तै हो, के गर्ने। झर्दैछौँ। अब यहाँ चाहिँ बाटो बन्दैछ, यस्तो दामी बाटो बन्दैछ मास्तिरको लागि। अब हामी तल पुग्छौँ। ल हामी अहिले भालु पहाड, यो चाहिँ अति नै फेमस ठाउँ भालु पहाडमा छौँ। भालु पहाड माथि लेखेको छ भालु पहाड। पोखरा हुँदै अब हाम्रो काठमाडौँको यात्रा करिब अब हामी 6-7 घन्टा अब हाइसमा जाँदैछौँ। हजुरहरूले हेर्दै गर्नु होला। बाटोमा सबै जग्गा चाहिँ अब भिडियो क्याप्चर गर्न सकिँदैन होला। फेरि पनि भिडियो चाहिँ सानो बनाऊँ, सर्टकट बनाऊँ भन्ने उद्देश्यका साथ थोरै थोरै स्पिडमा गराउँदै गर्दै हिँडेको छु है। यो चाहिँ हाम्रो यो त्रिशुली नदीको सिम हो यो। अहिले चाहिँ हामी यहाँ नास्ता गर्ने ठाउँमा, अहिले चाहिँ चार्जिङ गाडी चल्दो रहेछ। एक नास्ता गर्ने, त्यो ठाउँमा चाहिँ चार्ज गर्ने, यसरी चार्ज हुँदैछ गाडी। ल हामी फाइनली पुग्यो काठमाडौँ र अब हामी चाहिँ गाडीमा जाँदैछौँ हाम्रो वेलकमको लागि। बहिनीहरू चाहिँ ठ्याक्क त्यहाँ बसिरहेछन् बाहिर। र उनीहरूसँग भेट हुँदा साथ हाम्रो भ्लग चाहिँ यहीँ अन्तिम हुन्छ होला। हेर्दै जाउँ। ल फाइनली हामी पुग्यौँ घरनिरै। ल यहाँ चाहिँ हामीलाई लिनको लागि हाम्रो भान्जी, नमस्ते नमस्ते, बहिनी सबैजना। ल साथीहरू भोलिबाट अरू भिडियो बनाउँदै गरौँला। अहिलेलाई चाहिँ बाई बाई। राति पनि भइसक्यो। गुड नाइट है सबैलाई।